पर्ला ल हेलो कहाँसम्म आइपुग्यो असार बससम्म आइपुग्यो भने मान्छे असार हो दाजु हामी 8 बजे आएको यहाँ बससम्म आइसक्यो भने होइन हामी यहाँ 8 बजे आएर बसिया 10:30 आइसक्यो आऊ ठिक छ तिमीले किन हामीलाई ढिलो हामी 8 बजे आएको भाइ यही मान्छे हो हामीलाई ढिलो बनाउने मुला 8 बजे यहाँ आएर हामी 8 बजे त अहिले कति बज्यो 10 बजिसक्यो 10:30 बजी भयो किन भन्दा कति गाह्रो भयो खर्च पनि सबै तिम्रो हुनेछ किनकि हामीलाई ढिलो भएछ बुझ्यौ अर्जुन उतापट्टि यसो राम्रो राम्रो केटी है उतापट्टि यसो राम्रो राम्रो केटी हुनुपर्ने के गर्ने आउँछ नि भने आउँदैन हामी घोराई बजारमा पुग्यौँ यता हाम्रो रोशन सर उता अर्जुन सर पाइने लागेछ अरे हाम्रो अर्जुन सरको के साह्रो दुख लाग्यो 1-2 दिनमा तिमी हेर यिनी त जकेट न तेल हाल्दै जाने र जकेट नलाएर होला आज त के साह्रो दुख्लो देखेको छ यो मान्छे मोटु हुने दिन गयो भन्ने भयो अब तिमी त दुब्लाउने भयो त म त त्यस्तै हो अहिले घोराईको बजारदेखि पाल्नपट्टि छौँ होइन ठ्याक्कै लाएर हामी कहाँ जाँदैछौँ रे हामी बाटबाटै त जाँदैछौँ लेकिन हामी अम्बिकेश्वरी मन्दिर जाँदैछौँ यहाँको घोराईको प्रसिद्ध तीर्थस्थल भने पनि जे भने पनि अम्बिकेश्वरी मन्दिर जाँदैछौँ हामी भात पनि खाएको छैनौँ मैले त पानी पनि खाएको छैन होइन किन ढाट्ने यो मान्छेले हामीलाई ल ल गर्नुपर्छ नाटो है अम्बिकेश्वरी मन्दिरमा पुग्न आँट्यो 3 जना लखर दौडेर हजुर ज्योतिष निवास पनि रहेछ यहाँ ज्योतिष निवासमा यसो जाने हो कि हातेर आउन के हेर्छ मेरो बिहे नहुने भइगयो हामी घोराईको अम्बिकेश्वरी मन्दिरमा पुगिसकेका छौँ प्रवेशद्वारबाट पस्नुपर्छ यहाँ नमस्ते गर्नुपर्छ नमस्ते ल यो हाम्रो अम्बिकेश्वरी मन्दिर हो धार्मिक तीर्थस्थल राम जानकी मन्दिरको फोटोकपी होला गणेश तिमी गणेश भगवान्लाई पूजा गर्ने खै गणेश भगवान् यहाँनिर राक्षस भगवान् पनि क्या होइन गणेश भगवान् नमस्ते भगवान् होइन कि त्यस्तो होइन कि यार बेटा यो मेरो हुँदैन के छ केटा हो बस्ने हो मस्तीले बसौँ है एकछिन दर्शन गर्न आएको रे यता बसिहान हामी दर्शन गर्न आएको बस्न आएको मन्दिरमा यता बसिहान हामी बसेको छौँ मस्तीले मन्दिरको छेउमा यहाँ अम्बिकेश्वरी मन्दिरमा छौँ यो अम्बिकेश्वरी मन्दिर घोराईमा रहेको छ सो यहाँ मान्छेहरू थुप्रै आउने गर्छन् अहिले हामी कति बज्यो दिउँसोको 12-1 बजिसक्यो अहिले मान्छेहरूको भिडभाड छैन बिहान पख मान्छेहरू यहाँ आउने दर्शन गर्ने गरेको देख्न सकिन्छ साथै हामी पनि यहाँ छौँ त्यो तान नरिवल खाम्ला भगवान्को खाना के हुँदैन
हो तान्न तान्न ल्यान 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 त्यो भगवान्ले खाइसक्नु भयो अब हामीले खाइ के हुन्छ होइन हो त हेर अब भगवान्ले खाइसक्नु भयो अब हामी खाउँ टिकट काट्छ ए त्यहाँ डाइनोसर पनि रहेछ है त्यो त्यस्तो सेतो डाइनोसर छ भने यार छ्या। ल साथी हो हामी मन्दिर दर्शन गरिरह्यौँ दर्शन गरेर भ्याइयो अब हामी पानी खान पानी पिउने र खाना अलि त के भन्छन् त्यसलाई भोक लागेछ भोजन ग्रहण तिमीलाई गर्नु पर्यो त हो अनि ए मलाई त लागेको छैन भोक होइन पानी चाहिँ प्यास लागेको छ है के छ त हामी अब यहाँ निकासद्वारबाट निक्लिन्छौँ टक्क लाएर फेरि आज नै केटा हो मन्दिर के भन्छ विष्णु भगवान्को शालिक बनाएको रहेछ यहाँ छुट्टै यहाँ पार्क बनाउँदैछ यहाँ फुलहरू रोप्दैछ अरे ऊ त्यहाँ सूचना जारी गरेछ यहाँभित्र फुलहरू बनाएर हराभरा एकदम सुन्दर बनाउने भन्दैछ अनि त्यसपछि उतातिर मन्दिर भएको हाम्रो हामी मन्दिर दर्शन गरेर के हो जस्तो फाइनली हामी मन्दिर दर्शन गरेर पनि आइसक्यौँ आजलाई यति नै हस् त धन्यवाद यतिसम्म हेरिदिएकोमा हस्